माधव बाबुलाई विजय गराएर यो प्रदेश खारिज गरियोस्। मेरो म 84 वर्ष पुगेका बुढाले सन्यास ल्याउँछु। यो हुनै पर्छ। एउटै भोट र भोटले राम्रो हाम्रो एउटा इलाज क्षेत्रमा पर्यो भने एउटै भोटले यो राष्ट्र बच्न सक्छ भन्ने यसलाई जानकारी गराउन पनि हामी चाहन्छौँ। हामी सबैलाई हार्दिक अनुरोध गर्दछौँ। राष्ट्रिय जनमोर्चालाई मतदान किन? यस्तैमा छाप हान्नु होला है त ल। यहाँ आवेला त पख्नु पर्यो नत्र त हामी त ढुक्कै छौँ। दुःख परेर हेर्न नि पर्छ। महिलालाई हेर्न पर्छ। ल फरक पर्दैन अहिले अस्ति सकेर फेरि बसौँ ल। हरिको घर हो हरिको घर हो हाम्रो साथी हरि। ठिक छ ल ठिक छ ल। राष्ट्रिय जनमोर्चा राष्ट्र गान्धी समिति सदस्यहरू कार्यका लागि राष्ट्रिय जनमोर्चा नमस्कार। यस्तै गिलास चिन्हमा छाप हान्नु है। नमस्ते ल। गरेर अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूल प्रयोग गर्न खोजिरहेको छ। यो विषम परिस्थितिमा राष्ट्रियता अत्यन्तै सङ्कटमा परेको छ। सङ्कटमा परेको राष्ट्रियताको राज्यका लागि राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह मिला। मैडम है निर्वाचनमा विलास चिन्हमा मतदान गरी राष्ट्रियताको रक्षा गर्नु काठमाडौँ न्यायप्रेमी जनसमुदायलाई हामी हार्दिक अनुरोध गर्दछौँ। राष्ट्रियताको रक्षाका लागि चुनाव चिन्ह गिलास, गणतन्त्रको रक्षाका लागि चुनाव चिन्ह गिलास, चुनाव चिन्ह गिलासमा मतदान कमरेड माधव क्षेत्रजीलाई चुनाव चिन्ह गिलासमा मतदान गर्नु हामी हार्दिक अनुरोध गर्दछौँ। राष्ट्रियताको रक्षाका लागि सङ्घीय शासनलाई कार्य गरेर सङ्घीयतामा फिरेका करहरू शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्नका लागि सङ्घीयता कार्यका लागि
राष्ट्रिय जनमोर्चालाई चुनावको मैदानमा मतदान गर्नुहुन हामी सबैमा गिलास चिन्हमा है आदरणीय आमा दाजुभाइ दिदीबहिनीहरू, आदरणीय हिमालकोट निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, राष्ट्रिय जनमोर्चालाई चुनाव चिन्ह गिलासमा मतदान गरी राष्ट्रिय जनमोर्चाको उम्मेद्वार माधव भाग छेत्री र समानुपातिक उम्मेद्वार चन्द्रराम आचार्यजीलाई गिलास चिन्हमा मतदान गरी राजनैतिक बहुमतले विजय गराउनु हार्दिक अनुरोध गर्दछु। लहै लहैमा होइन है विचार पुर्याउनु पर्छ तपाईँ हाम्रो एक भोटले तपाईँ हाम्रो एक भोटले देशै डुबाउन सक्छ तपाईँ हाम्रो भ्रष्टाचारलाई अन्त्य गर्ने पार्टीले राष्ट्रिय जनमोर्चालाई सुरु गर्नु अब बल्ल फेरि